ल आइतबार चले के ला 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 आय 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 विराटनगर आएर अनि त्यताबाट भेटघाट गरिसकेपछि काठमाडौँ फर्किन्छु केही दिन कसैले भ्याउँदैन म भ्याएपछि तँ भ्याएर देखाइदिन्छु नि त तेरो प्रब्लम होइन नि त म इटली जानु पऱ्यो पनि म जान्छु नि त त्यसमा असम्भव कुरो के देखिस् तैँले त्यसमा अब आज आउनुहुन्थ्यो अब आज आइज आज शुक्रबार बस भोलि शनिबार बस पुरा आइतबारै भेट्छु नि त आइतबार भेट्छु भनेको कस्तो कुरा नबुझेको म आइतबार आउँछु विराटनगर है विराटनगर आइतबार आउँछु अनि म तपाईँलाई कल गरेर अहिले टिकट म काट्छु काउन्टरमा जान्छु यहाँ बर्खाना ठिक छ तँलाई म तिम्रो यो आफ्नो सबै कपडा छोडिरहेको बाथरुममा नुहाएर त्यत्तिकै त सुरुवाल छोडेर लाउने के अरे त्यो टी सर्ट छोडेर त्यतिकै जानुहुन्छ आफ्नो लुगाहरू तिमीहरूले राख्नु जाने छैन टी सर्ट छोड्नुहुन्छ तैँले हेर्नु त आमा हेर्नुहोस् छैन के भयो कसले मामुले 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 यसो गर्यो छोरीलाई हो मामुलाई पाइया गरिदियो ल छोलो मामुलाई खोइ मामुलाई पाइया गरिदियो मामुलाई अब मामुले छोरी गर्यो मामुले ए ठुलो बाबा आउनुभयो ठुलो बाबा आउनुभयो उसलाई खुट्टा बाँधिदिएको नि त ठुलो बाबाले अब के गर्नुहुन्छ छोरीलाई ला अब खोलिदिनुहुन्छ कि ठुलो बाबाले तिम्रो खुट्टा खोलिदिनुहुन्छ कि सोध त ठुलो बाबा रिक्वेस्ट गर ला ठुलो बाबालाई भन ठुलो बाबा खोलिदिनु मेरो खुट्टाको बाँधेको ठुलो बाबाले पहिला यस्तै गर्नुहुन्थ्यो अरे आमाले तिम्रो ठुलो बाबालाई पनि यस्तै गर्नुहुन्थ्यो अरे आमाले बस्न पायो बिचरा माथि काठमा त्यो पानी आउँदा काठमा चिसामा म घाँस खान हिँड्दा पछि गएर झन् एकदिन त खाडी थियो अगाडि झन्नै परेन त्यहाँ म पर पुगेपछि कुद्दै आएँ हेलो काका ढोगे दर्शन काका गुड मर्निङ अहिले त म यही झापामै छु दमकमा दमकको यहाँ यता घरमा हाम्रो साइलो भाइको घरमा कान्छो भाइको घरमा कान्छो भाइको अब जेठो भाइको घर छैन अब के गर्ने उता स्त्री बनाउने कि जस्तो पो लागेको छ काका मलाई त प्रकाश भाइ छ सँगै छ मसँग अहिले भगेन्द्र पनि छ कुरा गर्नुहुन्छ आउँछ अरे भन्दैन अहिले त आउँछ अरे भन्दैन बुढाबुढी नै आएको छन् ल ल खन्द्रोसँग कुरा गर्नु नि म तपाईँसँग फेरि पछि कुरा गर्छु ल भिडियो देखाएर ल अङ्कल दर्शन ढोगर है होइन म पनि तपाईँकोमा दसैँ टिका दिन आएको थिएँ म तपाईँकोमा होइन बाई बाई